खाना तातो तातो चाख्लाको भातसँग कर्कलाको घावा। हेलो साथी, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ मैले कर्कलो घावा कठे मेरो बाबा नकचरे दाइको दही जिब्रे भाका। मेरो स्वरतिर नलाग्नु चाहिँ साथीहरू, मेरो स्वर पुरा च्यातिएको जस्तै छ। आज चाहिँ मैले कर्कलाको घावाको तरकारी बनाएको थिएँ। त्यो मैले छतबाट निकालेर बनाएको केलाको है। यो चाहिँ मैले साथीहरू है, मैले चाहिँ त्यता बसेर केलाइरहेको थिएँ, ड्याडीसँग अफ गरिरहेको थिएँ। अनि किनभने ड्याडीले मलाई हेल्प गरिदिनु भएको थियो काट्नलाई। अनि परे यस्तो हुन्छ क्या, त्यो गरिसकेर तासिसकेपछि त्यो हातको हालत। अनि घरमै त्यो लोकल टमाटर हालेपछि अमिलो मिठो हुन्छ नि त। अनि हेर्न मेरो हात यति चिलाएको थियो नि, त्यो कर्कलाको घावा काटेर केलाइसकेपछि एकदमै बढी चिलाउँछ है। अनि अझै यो सेन्सिटिभ स्किनको लागि त कति नर्मललाई पनि चिलाउँछ होला, तर मलाई धेरै नि मैले चाहिँ यो कर्कलाको घावा पकाउनु लाग्यो। यसमा चाहिँ मैले गेडागुडी हालेर बनाउनु चाहिँ त्यो गहत हालेको है मैले साथीहरू। त्यसमा चाहिँ 4-5 सिटी मजाले लगाइदिने होइन। अनि लगाइसकेपछि त्यसमा नुन, बेसार, अनि लसुन, अदुवा, टमाटर सबै लगाउने हो। त्यो माथिकै आएको लोकल टमाटर थियो नि त, अनि त्यही काटेर ठिक्क पारेर थिएँ। अनि त्यही पकाउनु लागि। अनि यसको चाहिँ सर 5-6 सिटी लगाउने मजाले पकाउँदै थिएँ। अनि त्यो 5 सिटी लगाएपछि त्यतिको भात थिएन, अझ मजाले लतक्क बनाउनुपर्छ नि त। अनि मजाले मैले त्यो फिर्के लगाइरहेको थिएँ। यसको चाहिँ तपाईँले के भन्नुहुन्छ है, हामीले चाहिँ फिर्के नै भन्छौँ है। यसको नाम चाहिँ फेरि डिफ्रेन्ट टाइपको होला नि त है। अनि यतिको भइसकेको थियो होइन। यतिको भएपछि चाहिँ ठिक्क भयो नि त। अब यसमा हल्का पानी थपेपछि ठिक्क हुन्छ। मैले कराईमा तेल बसाएँ, तोरीको तेलमा पकाउनुपर्छ साथीहरू, त्यो मिठो हुन्छ। अनि लसुन त्यो के अरे जिरा पड्काएँ, मेथी पड्काउने, खोर्सानी पड्काउने, अनि त्यसपछि लसुन, प्याज, टमाटर सबै थोक लगाएर एकछिन मजाले भुट्ने। अनि त्यो पाक्छ नि त। नुन पनि स्वादअनुसार हाल्नुपर्छ साथीहरू। अघि मैले घावामा पनि अलिकति हालिसकेको थिएँ। अनि मसलाहरू हालेर मिठो पारेर पकाउनुपर्छ। त्यो एकछिन त्यो टमाटरहरू सबै मसलाहरू सबैले एकछिन लतपत हुनलाई छोडिदिनुपर्छ। त्यो माथि पाकेको घावा छ नि, त्यसमा आलु पनि हालेर बनाएर यतिको भएको थियो। अनि पानी पनि थप्न मिलाएँ, बाक्लो खानालाई बाक्लो, पातलो खानालाई पातलो, आफ्नो स्वादअनुसार हल्का अलिकति अमिलो हालिदिनुपर्छ क्या। अनि मजाले बनाउनुपर्छ है। अनि मैले ड्याडीलाई दिँदा सुरुवात गरेको थिएँ कस्तो छ भनेर। थ्याङ्क यू फर वाचिङ गाइज।